सम्झिदिएर गर्ने हो अलग सरले बनाएको हुन्न पहिला खुर्सानी हाल्ने खुर्सानी हालेर त्यसपछि प्याज हाल्ने त्यसपछि लसुन हाल्ने मिस्त्री त्यसपछि हल्का नमक हालेर मस्त हल्का भुटेर हल्का आगो सानो गरेर बिस्तारै पकाउने मसाला हाल्ने हो त्यसपछि मसाला थोरै पैसा हाल्ने म भिडियो पब्लिस गर्छु फेरि तू कचरा कहिले मिस्त्री करू कहाँबाट लानुपर्छ फेरि टमाटर हालेर कपडा नहीं गया यो मासु हो त्यसपछि थोरै पानी हालेर लास्टमा धनियाको पत्ता हाल्ने अब हामी के गर्छौँ गर्छौँ मासु भनेको टेस्टी छ कस्तो भएछ चाखा कस्तो बनाउनु भएछ हाम्रो अलोक सरले कस्तो कस्तो छ अनि कमेन्ट गर कस्तो लाग्यो त किन निराश भएर भन्यो त राम्रो छैन क्या मिठो छ ए ओ यता ए ल भाइले चाहिँ भनिरहेछ है दामी छ भाइ के गरेको भाइ के गरेको आम्मामा पुरै मिठो छ है मैले पनि चाखेँ दामी रहेछ म त अहिले धेरै चाख्ने एकैचोटि एउटा दुइटा चाख्दिनँ